नमस्ते, स्वागत छ आजको नेप्से अपडेटमा है। र आज एउटा म निकै इम्पोर्टेन्ट अपडेट तपाईँहरू सामु लिएर आएको छु, कृपया पुरै हेर्नु होला है। हामीसँग निकै एउटा महत्त्वपूर्ण जोन थियो, एउटा यो ट्रेन्ड लाइन थियो। यसलाई जब नेप्सेले चाहिँ एकदम एग्रेसिभली ब्रेक गरेको थियो र फेरि पनि रिटेस्ट गरेर के चाहिँ फेरि पनि हाम्रो तल घटेको थियो है। र घट्दा फेरि हाम्रो एकदम बियरिश 12 बजे क्यान्डल बनाएको थियो, अलिकति राइजिङ भोल्युम सहित भनिसकेपछि खासै राम्रो चाहिँ देखिएको थिएन है। तर हामीले 2 दिन हेरिन्छ भने चाहिँ 2 दिनको हामीले हेरिन्छ भने 2 दिनको बढाइले चाहिँ यो एउटा क्यान्डललाई चाहिँ पुरै इन्गल्फ गरेको चाहिँ हामीले देख्न सकिन्छ है। यति तपाईहरु सिंगल क्यान्डल स्टिक प्याटर्न फलो गर्नुहुन्छ भने पनि यो क्यान्डल स्टिकलाई चाहिँ इनभ्यालिड गरेको छ र हाम्रो यो बियरिश 12 बजे क्यान्डल चाहिँ अहिलेको अवस्थामा चाहिँ हाम्रो इनभ्यालिड भएको छ, किनकि दुईटा क्यान्डल मिलले चाहिँ यसलाई कम्प्लिटली इन्गल्फ गरेर चाहिँ माथि गएर बन्द भएको छ है। र अर्को महत्त्वपूर्ण कुरा भनेको यो सपोर्ट जोनमा आएर चाहिँ जहिले पनि प्ले भइरहेको हुन्छ मार्केटमा है। सपोर्ट जोनमा आएको थियो हैन, ब्रेक गर्यो, एग्रेसिभली घट्यो र यहाँ अलिकति फेरि पनि एकदम क्विक बाउन्स ब्याक लिएको छ। हामीले 2 दिनमा हेरिन्छ भने हाम्रो लगभग 80 अङ्कल हामीले लेफ्ट बटको चाहिँ देख्न सकिन्छ है। र बाउन्स ब्याक लिएर पनि फेरि पनि यो माथि नै गएर एउटा यो च्यानल भित्र गएर चाहिँ हाम्रो सस्टेन भएको चाहिँ हामीले देख्न सकिन्छ भनिसकेपछि फेरि पनि एउटा राम्रो मोमेन्टम चाहिँ नेक्स्टमा आउन आट्यो भनेर चाहिँ हामीले भन्न सकिन्छ। कृपया तपाईले यो कुरा चाहिँ राम्रोसँग बुझ्नु होला है। अब हामीले आजको दिनमा भोल्युम हेर्छौँ भने पनि हाम्रो भोल्युम 5.22 अर्बको चाहिँ हामीले भोल्युम आएको देख्न सकिन्छ है। र मैले तपाईहरुलाई अर्को एउटा स्ट्र्याटेजी पनि भनिदिएको थिएँ हैन, हामीले चाहिँ नेप्सेलाई चाहिँ हामीले सुरुमा 2 आवर लिएर जाम भनेर भनेको थिएँ र 2 आवरमा लिएर गएर चाहिँ हामीले बोलिङर ल्याएर हेरिन्छ भनेर भनेको थिएँ है। के छ त हामी हेरौँ त, बोलिङर ब्यान्डको मिडल ब्यान्डले ब्रेक गर्छ भनेपछि एक किसिमको सेल सिग्नल भनेर भनेको थिएँ है, तल आएको छ। अहिले हामीले हेरिन्छ भने फेरि पनि हाम्रो मिडल ब्यान्ड चाहिँ 2660 मा छ र क्लोजिङ आजको चाहिँ हाम्रो 2663 मा रहेको छ भनेपछि एक किसिमले हाम्रो मिडल ब्यान्डबाट पनि हाम्रो सेल एउटा बाइ सिग्नल हामीले आएको देख्न सकिन्छ है। र अर्को कुरा भनेको हाम्रो ट्रेन्ड लाइनको जोनबाट पनि हामीले एक किसिमको बाइ सिग्नल देख्न सकिन्छ। र अर्को हामीले एउटा सिंगल क्यान्डल हेरिन्छ भने पनि यो बियरिश क्यान्डललाई चाहिँ पुरै इन्गल्फ गरेर माथि बस्यो भनेपछि मल्टिपल प्यारामिटरबाट चाहिँ हामीले एक किसिमको फेरि पनि बाइ सिग्नल चाहिँ नेप्सेमा देख्न सकिन्छ है। तपाईले यो कुरा चाहिँ राम्रोसँग बुझ्नु होला, ठीक छ मैले भन्नु खोजेको कुराहरु है। र आजको दिनमा हामीले हेरौँ त हाम्रो कहाँ भोल्युम आएको छ। हाम्रो भोल्युम कहाँ आएको छ, एचआरएल हैन, एनआरआईसी, एनआरएन, सीएचडीसी भनिसकेपछि अहिलेको अवस्थामा मैले खासै एनआरआईसी लाई हेर्दिन है, यसको मलाई स्टेटमेन्ट खासै राम्रो लागिरहेको छैन। हाम्रो एचआरएल, एनआरएन, सीएचडीसी मैले तपाईहरुलाई अस्तिको भिडियोमा के पनि भनेको थिएँ भन्दाखेरि तपाईहरुलाई याद पनि छ होला, अहिले मार्केट पुरै घटेको छ है। मार्केट मैले तपाईहरुलाई सायद यो बेलामा एउटा भिडियो बनाएको थिएँ, मार्केट अहिले पुरै घटेको छ है। र यस्तो अवस्थामा हाम्रो सबै स्टकहरु घटेको हुन्छ नि, यस्तो अवस्थामा चाहिँ हामी मार्केट बढ्दा फेरि राम्रो बढ्न सक्ने एउटा किसिमको पोटेन्शियल भएको स्टकहरुमा हामीले सिफ्ट भयो भने चाहिँ हामीले अभियसली पनि राम्रै हुन्छ भनेर मैले तपाईहरुलाई भनेको थिएँ। तपाईले कृपया मेरो पुरानो भिडियो हेर्नु होला है। र त्यो लगतै हामीले हेरिन्छ भने मैले तपाईहरुलाई एनआरको बारेमा धेरै भनेको थिएँ। मैले तपाईहरुलाई यसको चाहिँ के छ त, 2 आवरमा जानुस् अनि मैले तपाईहरुलाई बोलिङर ब्यान्ड चेक गर्नु भनेर भनेको थिएँ है त। अनि 2 आवरमा गएर तपाईले बोलिङर ब्यान्ड चेक गरिसकेपछि जबसम्म यो मिडल ब्यान्डले ब्रेकआउट दिदैन तबसम्म चाहिँ हाम्रो सेटअप राम्रो हुँदैन भनेर भनेको थिएँ। र हामीले आज हेरिन्छ ब्रेकआउट हाम्रो हिजो दिएको रहेछ 1407 को जोनमा, र आज पनि यो भन्दा माथि नै गएर चाहिँ 2 आवरमा चाहिँ यसलाई के छ त बेन्डिङ गर्दै बसेको चाहिँ हामीले देख्न सकिन्छ है। पहिला पनि हाम्रो के भएको थियो हेर्नुस् त, मार्केटले 2 आवरलाई ब्रेक गरेपछि राम्रो मोमेन्टम देखिएको थियो है। र अहिले पनि 2 आवरलाई ब्रेक गरेर एक किसिमको अलिकति रिटेस्ट गरेर चाहिँ हामीले माथि बढेको चाहिँ हामीले देख्न सकिन्छ। भन्न खोजेको अर्थ चाहिँ जहाँ मोमेन्टम हुन्छ नि हैन, मार्केट बढ्दाखेरि चाहिँ त्यहाँ चाहिँ निकै एउटा किसिमको चाहिँ एउटा राम्रो र्याली आइरहेको हुन्छ है। यो तपाईहरुले सिफ्ट गर्नु भएको भए तपाईहरुले आज अभियसली पनि राम्रै हुन्थ्यो है त, ठीक छ। अब बाँकी दिन त तपाईको आफ्नै हो, म तपाईहरुलाई जे देखि त्यो चाहिँ म तपाईलाई भन्ने गर्छु र निर्णय चाहिँ तपाईहरु आफै पनि आफ्नो सोचप्रत रूपमा लिनु होला है त। र हामीले पहिला पनि हेरौँ त के हो भन्दाखेरि चाहिँ यो मिडल ब्यान्डलाई ब्रेक गरिसकेपछि के छ डेली बेसिसमा पनि यो चाहिँ बढेर चाहिँ हामीले माथि गएको देखिन्थ्यो है। र अहिले पनि हामीले एक किसिमको 23 नयाँ देखिएको छ, हाम्रो भोल्युम पनि एकदम राम्रो देखिएको छ है। यो कुरा भनेको ठीक छ है। अब तपाईहरुलाई मैले सीआईडीसीमा पनि त्यही भन्दै आएको थिएँ, तपाईहरु हेर्न सक्नुहुन्छ है। सीआईडीसी के छ डेली बेसिसमा यसलाई अझै ब्रेक गरेको छैन, तर हामीले के गरिन्छ 2 आवरमा आएर हेरिन्छ है त। हेर्नुस् त 2 आवरमा के भयो ठ्याक्कै आज पनि यो ब्रेक गरेर फ्रेशली माथि बसेको छ भनेपछि एक किसिमको अपर्च्युनिटी यहाँ पनि देखियो है। तपाईहरुले यो चाहिँ राम्रोसँग अब्जर्भ गर्नु होला है त। अब अर्को एउटा कुरा भनेको चाहिँ हाम्रो के छ एचआरएल भन्ने कुरा छ नि त हैन। अब हामी एचआरएललाई पनि त्यही किसिमले हेरौँ है त 2 आवरमा के भएको छ भनेर। हेर्नुस् त 2 आवरमा हेर्नुस् त आजको दिनमा माथि गएर फेरि पनि यसलाई रिटेस्ट गरेर चाहिँ माथि गएको छ भनेपछि तपाईहरुलाई अहिले मैले के भन्छु भन्दाखेरि चाहिँ हाम्रो मेजर हाम्रो टप टर्नओभरमा आएको स्टकहरु कुन हुन् त है, त्यो हेर्नु होला सुरुमा एचआरएल हैन, एनआरएन, सीएचडीसी भन्ने कुराहरु। र यो टप टर्नओभरमा आइरहेछ भनेपछि यहाँ एउटा मासको एउटा ठुलो पार्टिसिपेसन छ है। र ठुलो पार्टिसिपेसन छ भनेपछि एउटा राम्रो एउटा पोटेन्शियल र्याली आउँछको चान्स चाहिँ बढी भइरहेको हुन्छ, ठीक छ। तपाईहरुले अरु स्टक पनि हेर्नु होला है, हेर्नु चाहिँ। तर म तपाईहरुलाई अहिलेको अवस्थामा चाहिँ अलिकति हाम्रो लो क्यापतिर अब धेरै माथि पुगेको लो क्यापहरुमा त तपाई नहेर्नु होला, किनकि तिनीहरु धेरै माथि पुगिसके है। अब त्यहाँ एक किसिमको डिस्ट्रिब्युसन देख्न सकिन्छ। तर अलिकति पोटेन्शियल भएका स्टकहरु राम्रो क्ल्यारिटी लागेका राम्रो भोल्युम छिरेका स्टकहरुमा चाहिँ हामीले अहिलेको जोनमा पनि हामीले चाहिँ एउटा
हाम्रो एउटा सार्प स्ट्रेटेजीलाई फलो गरेर जबसम्म हाम्रो 2 आवरको मिडल ब्यान्ड प्रोटेक्ट हुन्छ तबसम्म चाहिँ एउटा बाई सिग्नल हो भन्ने किसिमले चाहिँ हामीले होल्ड चाहिँ गर्न सकिन्छ है। यो कुरा तपाईँहरूले ब्याक टेस्ट गरेर पनि हेर्नु होला, यसले धेरै राम्रो काम गरेको छ भनिसकेपछि मैले तपाईँहरूलाई धेरै कुरा केही पनि भन्न चाहिन्न है। अहिलेको अवस्थामा हाम्रो एचआरएल एनआरएन र सिआइडिसीमा चाहिँ राम्रो सेटअप देखिएको छ, मैले तपाईँलाई भन्दै आइरहेको छु र तपाईँहरूले एउटा आफ्नो अनुसन्धान आफै गरेर तपाईँहरूले एउटा लगानी चाहिँ आफैले गर्न सक्नुहुन्छ है त। हस् त आज लागि यति। हजुरलाई भिडियो कस्तो लाग्यो कृपया हजुरलाई मन परेमा कमेन्ट गर्नु होला। मैले तपाईँहरूलाई पहिला पनि भनेको थिएँ एक किसिमको बेस बनाएको स्टक छ, राम्रो मोमेन्टम भएको स्टकहरू छ भनिसकेपछि मार्केटमा र्याली आएको बेलामा यिनीहरूले नै पर्फर्म गरेको देखिएको छ है त। हस् त सबैको जय होस्, मङ्गल होस्। नारायण हरि हरि।